कसरी आयो बढी सो हेलो लासो है त लासो सबैजनालाई वेलकम छ मेरो फेरि नयाँ ब्लगमा आइसकेको छु तपाईँको एकदम प्यारो मान्छे नवीन आइसकेको छ ब्लग लिएर सो रिसेन्टली अहिले चाहिँ मैले ब्लग किन बनाउन छोडेको भन्दाखेरि म चाहिँ अहिले बाहिर आएको छु आउट अफ कन्ट्री तपाईँहरूलाई थाहा नै छ होला है कतिजनालाई म चाहिँ आउट अफ कन्ट्री आइसकेको छु त्यही कारणले चाहिँ मेरो ब्लगहरू आएको थिएन है अब चाहिँ फेरि कन्टिन्युसली मेरो ब्लग आउनेछ सो अहिले चाहिँ म ड्युटीमा छु सो आज चाहिँ मैले यहीँबाटै स्टार्टिङ गरेको ब्लग ड्युटीबाटै सो मेरो चाहिँ नाइट ड्युटी छ सुरु भइसकेको छ दिउँसो आएको सरी बिहान भनेको छ दिउँसो 2:30 बजीदेखि बेलुका 12-1 बजीसम्म हुन्छ है सो अहिले चाहिँ म अब कुन ठाउँमा छु भनेर भन्दाखेरि चाहिँ अब हेरेर थाहा पाउनुहुन्छ होला ब्याकग्राउन्ड होइन ठाउँ चाहिँ नभन्नु भएन अलिक कस्तो कस्तो हुन्छ क्या है कस्तो कस्तो भन्दा नि टाइपको हुन्छ नि अब के न के त्यही हो म चाहिँ अब आजको हाम्रो मिनी चाहिँ नभनौँ भ्लगै भनौँ भ्लग चाहिँ अब यसरी चल्दैछ हाम्रो चाहिँ यहाँ एकदम भागे है यो एकदम लजालु दाइ छ क्या हाम्रो आनन्द दाइ नेपालबाट हो हामी चाहिँ यो क्याफेमा काम गर्ने 4जना नेपाली छौँ अनि 1जना इन्डियन छ अनि अरू फिलिपिनी छन् है अब के कुरा गर्नु मेरो भ्लग चाहिँ अब यसरी नै आजको भ्लग चाहिँ अब यो क्याफेको बारेमा हुनेछ यसरी नै हुनेछ है त्यसपछि कुनै दिन बाहिर यसो डुलाउँला त्यसको नि भ्लग आउनेछ सो यहाँको युनिफर्म चाहिँ यस्तो छ ब्ल्याक है अलिक देख्न सक्नु भएन होला मजाले सो आउटफिट चाहिँ यस्तो छ सो ठिकै छ नि त हेर्दै गर्नुहोस् भिडियो इन्जोय गर्नुहोस् है त आज के गर्नेछौँ सो अब आजको भ्लग चाहिँ यस्तै भएको छ आज चाहिँ इन्ट्रोडक्सन गराउँछु सबैजनासँग है सुरुमा चाहिँ हाम्रो नेपाली दाजुहरूसँग इन्ट्रोडक्सन गराउँ सो यता चाहिँ हाम्रो हुनुहुन्छ आनन्द दाइ के छ आनन्द दाइ एकदम ठिक छ साउदी आएर काम छैन यसरी बस्नु परेको अनि म बारिस्टामा हो कहिले भाँडा मजाउन लाउँछ अनि कहिले किचनमा भाँडा माग्नु पर्छ तर केही छैन लाइफ चलिरहेछ इन्जोय भइरहेछ त्यही यस्तै हो काम गरेर खानुपर्छ जहाँ गए नि ल ठिक छ त्यसपछि हाम्रो चाहिँ आनन्द दाइ हुनुहुन्छ भनेपछि यतापट्टि हुनुहुन्छ हाम्रो अर्जुन दाइ हाम्रो सेफ किचनको स्विट मेकर है एकदम ल अर्जुन दाइ हुनुहुन्छ यहाँ चाहिँ हाम्रो इन्डियन दोस्त प्रवीण इन्डिया छ हियर इज आवर कासिम फ्रम फिलिपिन यस हेलो कमस्ता If I have the beer of Philippines, then reply me. Kumusta ka? क्या बनासु बन्धु फेरि बङ्गाली भाषा पनि बोल्न आउँछ क्या हाम्रो दाइहरूलाई कन्टिन्युस हेर्दै गर्नुहोस् इन्जोय हुनेछ ल एकछिनमा भेट्छ है त फेरि सो अघि चाहिँ मैले कन्टिन्यू गर्न पाएन भिडियोलाई होइन किनभने एकदम रस थियो क्या रस आज यस्तो रस भयो कि भिडियो गर्नै पाएन सो अब चाहिँ हाम्रो क्लोजिङ टाइम पनि हुन लागिसकेको छ सो त्यसो भएर एउटा टक्क मिठो एउटा लाटे आर्ट हान्थ्यौँ है त कस्तो देखिन्छ अनि साँच्चै हामीले आज केही गिफ्ट पाछौँ भनौँ न गिफ्ट कस्टमरबाट है त्यो पनि देखाउँछु म लाटे आर्ट चाहिँ मैले त्यस्तो बवाल हान्न आउँदैन होइन तर म एस्प्रेसो लिन्छु एस्प्रेसोको हाफ रेस्टोमा बनाउँछु है
आएको जस्तो कुरा गर्दा होइन मान्छे यता बस्छ फेरि यता सिफ्ट हुन्छ एउटा कफी लिएर जान्छ क्या ल ठिकै छ म बनाउँछु लाटे आर्ट त्यति साह्रो राम्रो प्रोफेसनल तरिका चाहिँ छैन एउटा मिठो सानो छोटो डेङ्गु बिग्रियो किन त्यहाँ लुकेर बस्यो क्यामेरामा लाज लाग्यो हो ल बनाउँछु है त एस्प्रेसो र मिल्कलाई अलिकति मिक्सिङ गर्छु अनि टक्क लगाएर मिक्स गर्छु मजाले एउटा दुईटा तिनटा चारवटा अलिकति मैले फालौँ फर्म प्ले गर्छु मेरो आर्ट्स यस्तो भएको छ ए देख्दैन रहेछ त यार सिट सो अब चाहिँ क्लोजिङ गर्ने बेला भयो अब म पैसा गर्छु त्यसपछि छाक्क क्लोज जस्तै ढिला हुन्छ क्या क्लोजिङ टाइममा कस्टमर आइदिन्छ अनि ढिला हुन्छ क्या देख्न सक्नुहुन्छ चिल्लर चिल्लर उताको लागि पैसा गर्न नि झ्याउ लाग्छ सिक्कै सिक्का हुन्छ अनि पैसा गर्न नि झ्याउ सिक्कै सिक्का गर्नुपर्छ तर यहाँको क्यासियर चाहिँ एकदम सजिलो हो क्या होइन एकदम सजिलो छ यहाँको क्यासियर लाग 2 दिन 3 दिनमै सिकिन्छ नेपालमा जस्तो अब इन्भेन्टमै हो टङ स्लिप सरी एकदम सजिलो छ टक्क टक्क पैसा गर्ने टक्क टक्क लेखिदिने जाने 50 गरिदिनु सक्यो त्यसो भए सबै काम सक्यो धन्यवाद यस्तै हुन्छ क्या बेलुका त भ्याउँदैन क्या अनि भ्लग बनाउने भ्याउँदैन भने कारण चाहिँ यही हो क्या मैले त्यही हो कारण चाहिँ यही हो यति धेरै बिजी हुन्छ कि कुरै नगर्नु भ्लगरहरू भनेको त फ्री टाइम भएपछि आफ्नो टाइम निकालेर टक्क मजाले बनाउने हो नि त कस्तो एङ्गल नमिले जस्तो भयो अलिक यस्तो गरौँ हाम्रो चाहिँ यस्तै हो अग्रम बग्रम हुन्छ क्या बन्द गर्नु पऱ्यो भन्ने अघिदेखि कति 20 मिनट भइसक्यो बन्द गर्छु भनेर
अनि मेरो फेस चाहिँ यस्तो बिग्रिएको है, किन बिग्रियो भनेर चाहिँ अब मलाई पनि थाहा भएन, सायद यहाँको ओइली फुडहरूले गर्दा हो क्या, त्यस्तै लाग्छ है। त्यही भएर मेरो फेस बिग्रियो जस्तो लाग्छ। के कसो अर्जुन दाइ? त्यही हो, फेस बिग्रिने कारण के हो? धेरै केटीले हेरेर हो कि? रातभरि होइन मोबाइल? सो है त हाम्रो चाहिँ क्लोज भइसक्यो। अब यो हिसाब बुझाउनु पर्छ। मैले एकैछिन फोटो खिचेर पठाउँछु, फेरि ब्याक हुन्छु। अनि हामी यहाँ मार्केट जानेछौँ आज, मासु भात खानेछ आज, मासु भात मार्केट जानेछ है त। मैले चाहिँ अब क्लोज गरिसकेँ, सबै खलास। हिसाब चाहिँ अब स्ट्यापलर लाएर पुरुमुटुक्क पार राखिदिनुपर्छ। बिहान गौरव दाइले खोल्छ, फेरि हिसाब गाह्रो हुन्छ दाइलाई। सो भयो, यहाँ हुन्छ, यसलाई यहाँ राखिदिनु, खोलेर मात्र हाल्छु। यो भयो, यो पेन त मेरै हो, पेन यहाँ राखौँ, क्यापलाई एकछिन साइडमा राखौँ। बिन्स नजिक दिउँ, छोड्दैन, भाइलाई सजिलो हुन्छ फेरि। आनन्द दाइ सक्यो सफरी? भएर सिर्फ बैग में डाल देना, बैग में डाल देना, फोल्ड करके बाहर बैठ के खाएगा। Welcome. Film malaga. Hey, welcome. Huh? Goa na mafiana sutro. बन्द गरिसक्यो, अब कफी छ अझै भन्छ। अब कस्तो मैले यता हेर्दाखेरि डेढो हेरे जस्तो लाग्दैन? के हो, डेढो भयो क्या हाम्रो त। आनन्द दाइ सक्यो मासु लिन जाने होइन? अब सबजना बिजी हो नि फेरि, हेर्नु है त, सबजना काम गरेको गरे खतरा। हाम्रो आनन्द दाइ चाहिँ हिरो मान्छे हो एकदम। काम गर्ने, सबभन्दा धेरै काम गर्ने भनेको चाहिँ हाम्रो आनन्द दाइ हुनुहुन्छ। अनि अर्जुन दाइ पनि हुनुहुन्छ। अर्जुन दाइ चाहिँ खास गरी स्विट मेकर हो, प्लस बारिस्टा पनि गर्नुहुन्छ क्या। एकदम बवाल मान्छे हो। हाम्रो चाहिँ जाने बेला भइसक्यो, अब बाहिर निस्किन्छौँ। प्लस आज हामीले पाएको भनेको चाहिँ टिप्स हो है, हामी 200 पाएकोसँगै टिप्स सबैजनाले। अन्त अर्जुन दाइ हो भन्नु न। हो सुनेन क्या, ल टिप्स पाएको छ, अहिले म देखाउँछु है त 200 रुपियाँ कस्तो हुन्छ भनेर। सो हाम्रो अगाडि मार्केट छ भनेपछि यता छ कफी सपहरू पनि बवाल छ। यो चाहिँ हाम्रो मार्केट हो, यहीबाट सामान किन्ने हो होइन। कुबा यो कफी सप पनि एकदम बवाल छ।
हामी चाहिँ अब मासु किन्न जान्छौँ भित्र है टक्क लगाएर हेर्दै गर्नुहोस् आनन्द दाइले चाहिँ यो लिने रे क्या त ल यत्रो जुस खान पाए त एकदम बवाल हुन्छ नि ल छिटो जाउँ न मासु किन्न सोडा त हाम्रै तन्ने छ त अरुण दाइ अर्जुन आनन्द दाइ अन्डा लाने भने होइन यहाँ छ त अनि ससेस 5 रियलको ससेस हुन्छ 4 रियलको त्यसो कुन लाने हो ल लैजाउँ न अल्हम्दुलिल्लाह मासु चाहिँ लैजाउँ न पहिला मासु सो हामी चाहिँ मासु किन्न आइसकेको छ यो उठाउने कुरा भइरहेछ यो 19 रियलको यो लाने हो ऊ यहाँ हेर्नु न प्राइस चाहिँ 19 रियल 100 ग्राम यो 19 रियलको क्या 19 रियलको लाने कुन लाने छिटो मासु किन्ने मान्छे तपाईँ हो मलाई त थाहा छैन नि त्यो 13 रियल के गर्ने कुन चाहिँ लाने त काटेर खाने नलाने उयो लैजाउँ यो लैजाउँ क्या ल यो एउटा चाहिँ हामीले मासु लिइसकेको छ है कस्तो छ त राम्रो छ यो चाहिँ कति केजीको भन्दाखेरि खै त दाइ केजी त छैन त ए 800 ग्राम रहेछ यहाँ नदेख्दिएर 800 ग्रामको यो लियो अब यसलाई चाहिँ अरू के लिने हो पाङ्रा दाइ पाङ्रा यो ससेस पनि ल यो भयो पाङ्रा चाहिँ मेरो एकदम बवाल फेभरेट हो क्या उहाँ छ त त्यहाँ माथि यतापट्टि छ त पाङ्राले इङ्ग्लिसमा के भन्छ मलाई पनि थाहा भएन सक्यो हेर्नु न आज त पार्टी नै पार्टी हुने भयो त मासु नै मासु अर्जुन दाइ चाहिँ के किन्नु गयो विङ्स उहाँ छ त उयो त्यहाँ यहाँ त सबै बट्टारेको छाडा बोल्न पाइँदैन है ब्लगमा बट्टारेको हुन्छ यो कति रुपियाँ हो यो 9 रुपियाँ यो कति 8.99 यो 13 रुपियाँ 12.50 को लिग रे पैसा तिर्न तपाईँ हो दाइ कस्तो लिग यसले पुग्छ 800 ग्राम यो अनि मिस्कट छ जस्तो छ त्यो छाला निकालेको छ नि त्यो लैजाउँ क्या हो यो भयो हाम्रो चाहिँ अब यहाँ पुरै ल लैजाउँ ल त्यही हाल्नु ल छाला भने चाहिँ खानुपर्छ यो भयो अन्डा के चाहिँ पखेटा उहाँ छ माथि यो पखेटा 5 रियल हो 5 रियल यो पनि होइन पखेटा त्यो छैन छाला मात्रै छ त यार अनि पखेटा चाहिँ कहाँ राखेको छ त यार पखेटै छैन त यार इ हामीले त्यत्रो किनिसक्यो तपाईँले के किन्नु भयो कुन चाहिँ यो त उहाँबाट उठाएको हामीले खै कहाँ गयो ओ यहाँ 6 रियल ओ देख्नु भएन कति पिस छ यो 6 रियलमा यो त एउटा मात्रै हो क्या लाम्चोवाला 1 2 3 4 5 6 7 8 9 10 1 2 3 4 5 6 7 8 9 10 ए सेम त उयो रहेछ तर उयो त्यो तपाईँले ल्याएको प्याकेटवाला मिठो हुन्छ क्या हो योवाला चाहिँ मिठो हुन्छ योवाला चाहिँ चाखा छैन मैले योवाला चाहिँ मिठो हुन्छ मैले खाएको यही त हो नि चिजवाला अर्कैवाला रहेछ चिजवाला खाएको मैले प्रवीण व्हाट आर डुइङ क्या खरिदिया हाय प्रवीण दोस्त आज मिया इंता बाई न्यू फोन
क्वाइस सामसुङ ग्यालेक्सी X24 किने हाम्रो प्रवीण साथीले चाहिँ एकदम ह्यान्डसम छ यो भने है ह्यान्डसम छ ल अब चाहिँ टक्क रुममा गएर पछि भेटौँला है अनि टिप्स भनेको त्यस्तै हो हामीले 200 पाएको छ है अनि यहाँनिर चाहिँ सबै यो चाहिँ हाम्रो ओटेम मार्केट हो यहाँनिर चाहिँ सबै कुरो पाइन्छ क्या अब भेजिटेबल आनन्दले के गर्दैछ अब फेरि हामीले चाहिँ यो उठाउँ फेरि पछि गएर होइन होला नि 3टा पिस 13 रियलमा हेरौँ त अमेरिकानो 18 हो त्यही त्यो उता ससेस उता राखेर आउनु जानु त्यो ससेस उता राखेर आउनु यो उठा हो यो उहाँ होइन त्यो ससेस उताबाट उठाएको हो नि त ल यो 3टा उठायो ससेस चाहिँ चेन्ज गऱ्यो हामीले ससेस चाहिँ हामीले चेन्ज गऱ्यो अब यो 3टा उठायो यो मासु भयो त्यो एक रोल एक माला अर्जुन दाइले एक माला वाटरमेलन आहा पानी आउँछ हामीले एक माला अब चाहिँ लाने हो के चाउमिन लिएको चाउमिन एउटा चाउमिन लियो अन्डा पनि लिइसक्यो क्या हामीले चाहिँ अन्डा फुल भइसक्यो फुल किनकि आज चाहिँ हामीले टिप्स पाएको कारणले चाहिँ हो क्या त्यही भएर मैले आनन्द दाइले अनि अर्जुन दाइले यो चाहिँ किचनको हो सबैले चाउचाउ किनेर आमामा के हो हात त अनि भराभर छ त अन्डा यो त अन्डा बोनस पाएको भएर त्यो त थाहा छ होइन आनन्द दाइ सेपरेट गाइज सो हामीले चाहिँ यति धेरै स्टक किनिसक्यो यो 5 रुपियाँ चाहिँ मेरो आउनु थियो होइन दाइबाट किनिसकेको छ यहाँनिर ओटिएम यस्तो छ देख्न सक्नुहुन्छ ओटिएम है त ल कुबा है कुबा नि बवाल छ क्या हाम्रो क्याफे चाहिँ यहाँ कसरी आयो बढी सो हामी चाहिँ रुम आइसकेको छ है टक्क सपिङ गऱ्यो अब आजको ब्लग यतै इन गरौँला पछाडिको ब्याकग्राउन्ड इग्नोर गरिदिनुहोस् वासरुम देखिरह होला त्यसको लागि सरी हाम्रो आनन्द दाइले मासु भात एकदम टक्क मिठो बनाउनुहुन्छ हाम्रो आनन्द दाइले चाहिँ मासु एकदम बवाल बनाउनुहुन्छ भनेपछि यहाँ पुन्टुले हाम्रो चाहिँ यहाँनिर सानो पुन्टुलेहरू छ क्या यो चाहिँ अब चिथर लास्ने यो चाहिँ फिपी अनि यो चाहिँ यसको बच्चाहरू यो भयो एउटा अर्को यहाँ छ ओइ डढाउँछस् यो चाहिँ अलिक डरछोक छ क्या 2टा अनि अर्को यो चाहिँ सबभन्दा यहाँको हरामी यो भयो 3टा अनि एउटा चाहिँ कहाँ गयो सर एउटा चाहिँ कहाँ गयो यता कुनामा छिर्यो होला एउटा चाहिँ कतै यता त छैन यता नि छैन हेर्दैछ मलाई सो ल अब यस्तै भयो ब्लग यस्तै हुन्छ के गरौँ होइन अब हाम्रो आनन्द दाइले चाहिँ यहाँ मासु अहिले किनेको मासु हो अब यही मासु यहाँ बनाउँदै हुनुहुन्छ टक्क लाएर अब आजको यही हुनेछ हाम्रो मासु है सो यहाँ चाहिँ हाम्रो सेफ आनन्द दाइ सेफ एकदम लजालुटु एकदम लजाउने मान्छे छ क्या एकदम लजाउने मान्छे छ हाम्रो आनन्द दाइले ल मासु टक्क पकाएर आज खाइन्छ आजको टिप्सको त्यही छ है सक्दैन नि फेरि कसैले 200 रुपियाँ टिप्स पाएको छ आज चाहिँ बवाल रहिरहनु सो ल सो तपाईँहरूले ब्लग हेरिदिनु भयो होला राम्रोसँग है लास्टदेखि भन्दा फर्स्टदेखि लास्टसम्म हेरिदिनुहोस् च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनुहोस् ओके बाई फेरि भेटौँ नयाँ ब्लगमा पिस